हेलो फ्रेन्ड्स, गुड आफ्टरनुन, नमस्ते एन्ड वेलकम ब्याक टु माई पेज वन्स अगेन। र आज चाहिँ नि साथी हो पुरा दिक्क लागिरहेको छ पकाउनु पनि है। र दिक्क लागिरहेको छ पकाउनु, कोही कोही बेला चाहिँ यस्तो पनि हुँदो रहेछ है। नभए त मलाई त कुकिङ त कति मनपर्छ, तपाईँलाई थाहै छ, कुकिङ गर्नु है र खाना खिलाउनु। तर आज त यस्तो अल्छी लागेको कि यस्तो अल्छी लागेको भन्दा पनि के भन्नु, दिक्क लाग्यो क्या खाना पकाउनु पनि। किन भनेर चाहिँ म तपाईँहरूलाई रिजन देखाउँछु ल आज, किन चाहिँ मलाई दिक्क लाग्यो खाना पकाउनु भनेर। र तपाईँहरूलाई पनि यस्तो हुन्छ, दिक्क लाग्छ कोही कोही बेला पकाउनु, र तपाईँहरूको घरमा पनि यस्तै गर्नुपर्छ। हेर्नु न, दिक्क लाग्यो, म तपाईँहरूलाई देखाउँछु ल। दिक्क चाहिँ किन लागेको भन्दाखेरि हेर्नु नि, कोही छ माछा खाने, यहाँ माछा बनाउनु परिरहेको छ हो। कोही छ माछा खाने, त्यो माछा करी डिमान्ड होइन, यो भयो। कोही छ माछा नखाने, एकदमै चिकन मात्रै खाने अरे हो। चिकन बनाउँदैछु यहाँ चाहिँ, चिकन करी बनाउँदैछु होइन, दामी भएको चिकन करी हो। र यसमा चाहिँ छ तपाईँको हाल्नुपर्ने चाहिँ यहीँ सिलेरी कस्तो मिठो हुन्छ नि यसको सेन्ट है। यो चाहिँ मासुमा हाल्नुपर्ने छ हो। अब कोही चाहिँ चिकन नखाने, कोही फिस नखाने हो। र कोही चाहिँ छ मेरो घरमा फेरि आन्टी, नानीको नानी हुनुहुन्छ जो, म चाहिँ प्योर भेजिटेरियन हुनुहुन्छ। त उहाँको लागि चाहिँ फेरि भेज सब्जी सिमतामे सिमी बनाइदिएको छु। आज आन्टीले फर्स्ट टाइम खानुभएको अरे, अब दाल पनि बनाउनु पर्ने छ हो। सो यस्तो छ हेर्नुहोस् नि आजको चाहिँ मेरो लन्च हो। र आफू चाहिँ यहाँनिर फ्रुट पनि खानु पाएको छुइनँ हो। र यसै कारणले चाहिँ आज चाहिँ दिक्क लागेको पकाउनु क्या। गरममा त्यही माथि सबैजनाको आफ्नो आफ्नो आइटम, कोही के खाने, कोही के नखाने। र आफ्नो त अब सोचै छैन अब कि म त के खान्छु भने, म त अब जे पाएँ त्यही खाने। अब माछा पनि खाइदिन्छु, मासु पनि खाइदिन्छु, सब्जी पनि खाइदिन्छु है। त्यो मेरो चाहिँ त्यस्तो अब छैन। र आफ्नो लागि सोच्ने त टाइम पनि छैन है। अरूको लागि नै अब के खान्छ, के मन पराउँछ त्यही नै सोच्नु पर्दो रहेछ फर्स्ट। सो त्यति नै हो। र त्यही कारणले चाहिँ वर्ड युज गरेको साथीहरू चाहिँ दिक्क लागेको क्या। त्यही तपाईँहरूलाई पनि यस्तै हुन्छ, कोही कोही बेला दिक्क लाग्छ पकाउनु। र तपाईँको घरमा पनि यस्तो बनाउनुपर्छ, अलग अलग मान्छेलाई, माछालाई अलग्गै, मासु अलग्गै, सब्जी अलग्गै, त्यस्तो भइरहेको छ आज चाहिँ कि। सो आजको लन्च चाहिँ यस्तै नै छ। सो तपाईँहरूको पनि के पाक्दैछ कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। सो थ्याङ्क यू फर वाचिङ द भिडियो एन्ड लभ यु गाइज।